हजुर, म लुकेश सुब्बा सृष्टिको दोस्रो सत्य कथालाई लिएर आएको छु। पहिलो कथा वाचन भइसकेको छ। सृष्टि जो मेरो श्रीमती हो, उहाँ यो संसारमा हुनुहुन्न, तरै पनि उसको जीवनमा घटेको सत्य घटनाहरूलाई समेटेको छु। सृष्टिको दोस्रो कथा यस प्रकारको रहेको छ। सबैलाई हँसाउने, सबैलाई माया गर्ने, सबैलाई वास्ता गर्ने आज आफै हस्पिटलको बेडमा छटपटिँदैछ। कति रातहरू रोएरै बित्यो, कति रातहरू बेहोसीमा बित्यो, कति रातहरू शोक र छटपटीमा बित्यो। आइया नभनेको कुनै दिन र कुनै रात थिएन। आज डिसेम्बर 25 तारिक। म जसरी भए पनि डिसेम्बर 25 तारिकभन्दा पहिले नै घर जान पाऊँ भन्दै थियो। डाक्टरले पनि दुखी भई ल तिम्रो इच्छा छिटै पुरा होस् भनेको थियो। आफ्नो बल बुद्धि सबै लाएर डाक्टरले कोसिस गर्यो, तर सकेन। 25 तारिक बिहान भयो, बेलुकी भयो, तर राम्रो रिजल्ट आएन। रातभर छटपटियो। 25 तारिक बिहानी घामको किरण खिड्कीको बाटो हुँदै रुमभित्र छिर्यो। ऊ छटपटिएको देखेर नर्सले मेलोटोनी दबाई पानीमा घोलेर नाकको पाइपमा हालिदियो। एकैछिनमा चुपचाप निदायो। बिहानको 11 बजेछ, खुन तान्ने बेला भएछ। नर्सले बिस्तारै सृष्टि सृष्टि भन्दै उठायो। रगत तान्ने नसो नभेटेर मेसिनै ल्याउनु पर्यो। बल्ल बल्ल रगत तानिसक्यो। ए आज डिसेम्बर 25 तारिक होइन पापा? मैले पनि हो त भने। खोइ घर नजानु, डाक्टरले अझै 2-4 दिन बस्नु भनेको छ। 25 तारिक जसरी भए पनि घर जान्छु भनेको थियो, तर भने जस्तो भएन। फेरि रुँदै त्यही बेडमा सिरानी लाउनु पर्यो। अब त आँसु पनि सिद्धिएछ। हिक्क हिक्क गर्दै ठुलो स्वरमा रुँदा पनि आँखामा आँसु देखिँदैन। नर्सले कुममा थम्थमाउँदै डोन्ट वरी, गुड डे इज कमिङ भेरी नियर भेरी सुन भन्दै सम्झायो। म मन खोलेर रुन चाहन्थेँ। मेरो आँखाको अविरल आँसुहरू तप्किएर झर्दा मेरो परेलाले छेक्न सकेन। आँसुको सामु मेरो केही सिप लागेन। म गाडीको ढोका बन्द गरेर ठुलो स्वरमा कराउँथेँ अनि मजाले रुन्थेँ, तर कसैले सुन्दैन मेरो चित्कार। ऋतुहरू सँगै घर वरिपरि सुकेका पातहरू थुप्रिन थाले। छिमेकीहरूको सफा सफा छ। कुरा नलुकाई छिमेकीहरूलाई मेरो अवस्थाबारे सुनाइदिए। यस्ता कुराले छिमेकीहरूलाई नराम्रो लाग्यो रे। मसँग हात मिलायो, हक गर्यो। एकजनाले घाँस काटिदिने रे, अर्को छिमेकीले सबै पथा सफा गरिदिने रे। दुईपट्टिकै म एक असल छिमेकी हुँ रे। त साह्रै राम्रो छिमेकी हो, बेसी सुर्ता नगर। तेरो वाइफ छिट्टै जाती भएर घर आउँछ म प्रार्थना गर्छु भन्दै थियो। यति असल छिमेकी पाएकोमा म आफै खुसीले गदगद थिएँ। बेलुकी 4 बजेछ। अब म छिट्टै उसको हस्पिटलमा फर्किनुपर्छ। नभन्दै म गाडी लिएर हिँडेँ। 10 मिनटको बाटो कति टाढो जस्तो लाग्यो। मैले कहिले होमलेसहरूलाई छुटाएको छुइनँ। होमलेसलाई दिनु पाएन भने दिनभरि रातभरि मलाई अशान्ति लाग्छ। रातो लाइटले टक्कै रोक्यो। ब्रेक गरेँ अनि गाडी टक्क रोक्यो। होमलेस प्लिज हेल्प मी भन्दै आयो। एक वृद्ध मान्छे। मसँग 5 अनि 10 को नोट अथवा डलर थिएन, तर थियो त 20 र 100 को डलर थियो। देऊ त तिमीहरूलाई दिइनेछ। पुरा नापले हल्लाइ हल्लाइ खाँदी खाँदी बेसरी पोखिने गरी देऊ भन्ने बाइबलको वचनको याद आयो। 20 डलरको नोट दिएँ। आर यु स्योर भन्दै थियो। मैले यस भनेपछि मात्र पैसा थाप्यो। गड ब्लेस यु, थ्याङ्क यू भन्दै थियो। बिचरा ऊ पनि म जस्तै कुनै अप्ठ्यारोमा परेको मान्छे होला। हरियो लाइट बल्न साथ म अघि बढेँ। एकैछिनमा हस्पिटल अघि गाडी रोके। एक वृद्ध आमा गाला चौरी परेको मेरो दाहिनेपट्टिबाट आउँदैछ। हाई लुकेश, आई एम मारिया। टुडे नाइट आई एम योर वाइफ नर्स। म छक्कै परेँ। 5 महिनामा त मलाई सबैले चिनेछ। हाउ आर यु भन्दै थियो। हिँड्न अलिक गाह्रो भएछ आमालाई। भुइँमा थचक्क बस्यो। एकछिन गफ गऱ्यौँ। कुरा अगाडि बढ्यो। म नाइस हस्बेन्ड रे। मेरो वाइफलाई मैले राम्रो टेक केयर गरेँ रे। हाम्रो नर्स हुनु पाउँदा साह्रै खुसी लाग्छ रे। उहाँलाई घर बस्न मन लाग्दैन रे। बिचैमा कुरा काट्दै भने किन नि वाइ भन्दै सोधे। उहाँको कोही पनि छैन रे, सबैले साथ छोड्यो रे। 2टा कुकुर र बिरालो मात्र छ रे। निकै पुरानो र रोचक कथा गर्दै थियौँ। फेरि बिचैमा यु हेभ हस्बेन्ड भन्दै सोधे। डोन्ट आस्क मी, मलाई मेरो श्रीमानको बारेमा नसोध, बरु कुनै दिन मेरो कथा सुनाउँछु भन्दै थियो। लेट्स गो भन्दै भित्र छिर्यौँ। टिस्यु पेपरले आँसु पुस्दै थियो। सायद ती आमाको पनि पुरानो अनि रोचक कथा लेख्नु थियो। म कोठामा छिरेँ। नर्स डोन्ट मेक नोइस, सी इज स्लिपिङ जस्ट नाउ भन्दै थियो।
म चुपचाप बसेँ। ऊ धेरै बेर रुयो रे। म कहिले जाती हुन्छु नर्स भन्दै थियो रे। सृष्टिले मलाई पनि रुवायो भन्दै थियो नर्स। बिस्तारै छोएँ, निधारमा हात राखेँ अनि धेरै बेर सोचेँ। सोचाइको गहिरो तालमा डुबेछु। धेरैचोटि सपनामा आपद विपदमा परेको छु, तर बिउजेपछि थाहा हुन्थ्यो यो हैट सपना पो रहेछ। लाग्छ आज पनि मलाई म सपना देख्दैछु। कान कस्सेर ताने, आफ्नै गाला चिमोटे अनि बेसरी कान्छिरी ताने। तर सपना जस्तो विपनामा बिउजिन। आखिरी विपना त विपना नै हुँदो रहेछ। डाक्टर जसले 4-5 को सर्जरी गर्यो, उसैले भनेको थियो हामीबाट यति नै हो गर्ने। अब उपरान्त तिमीहरूको गटलाई प्रे गर। आज डाक्टर मकवासले पनि त्यसै भन्यो। ऊ धेरैभन्दा पनि धेरै निराश भयो। मेरो छेउमा बस्नु नि पापा। म छेउमा गएर बसेँ। मेरो हात सुमसुमाउँदै भन्यो, पापा म बाँच्छु के हो? खाली सपनामा पनि नराम्रो देख्छु। तपाईँको मुखबाट एउटा कुरा सुन्नु छ आज। भन्नु सक्नुहुन्छ? म भन्छु त्यो के हो? यदि म केही भइहालेँ भने नि नानीहरूलाई मैले जस्तै धेरै माया गर्नुहुन्छ? म जुरुक्कै उठेर बाथरुमतिर लागेँ। अरू बोल्ने शब्द छैन मेरो। उसलाई एन्जाइटी डिप्रेसन हुन्छ, दबाई आजैदेखि सुरु गर्नुपर्छ भन्दै थियो डाक्टर। मैले पनि हुन्छ भने। 8 बजी बेलुकी सबैजनाको बेडमा खाना आउँछ। कोठा नै बास्नाले मकमक हुन्छ। तर उसको कोठामा भने कहिले आउँदैन। ऊ टुलु हेरी बस्छ अनि मलाई हेर्छ र भन्छ, मेरो पनि यसरी खाना कहिले आउँछ होला? पहिलो पटकको गाँस कस्तो हुन्छ होला? म कुरा टार्दै भन्छु, त्यस्तो कुरा नगर, तिमी छिट्टै जाती हुनेछौ। बरु अब वाकिङ प्र्याक्टिसमा जानुपर्छ। त्यो भनेको सधैँझैँ हस्पिटलको भित्र हिँडडुल गर्नु, बानी गर्नु। बिरामीहरूले खाएर उबारेको हेर्दै भन्छ, यसरी किन फालेको होला? म भए त ती सबै खान्थे। मुखले खानुहुने भए त म यो सबै खान्थे होला। मेरो पेट खाली छ, घाँटी सुकेको छ, छालाले हड्डी छोडेको छ, मेरो आँखा दुवै भित्र पसेको छ। म दुब्लाएको छु, म निराश छु, म आफ्नो शोक र पीडासँग जलेको छु। म उदास छु, म हार जित र मृत्युसँग लड्दैछु। भोलि के हुन्छ थाहा छैन। मेरो मुख र दाँतले टोक्न बिर्सिसक्यो। मेरो घाउहरू आलै छ। सुईले मेरो छाला हजारौं पल्टभन्दा पनि बेसी छेडेको छ। दिनै पछि मेरो रगत घटेको छ। ती बेडको सिरानीमा मेरो आँसु अझै सुकेको छैन। मेरो शरीरमा रगत सकिँदा सास फेर्न नसकेर छटपटिएको मैले भुलेको छैन। म एक अपराधीले जस्तै गरी कठोर सजाय भोग्दैछु। म मेरो फैसलाको दिन कुर्दैछु। म जन्मेको दिनलाई धिक्कार। मलाई साँच्चै नै शिशुमै ढुङ्गाको ओडारमा फालेको भए त सायद सजाय त कम हुन्थ्यो होला। ऊ धेरै बेर बरबराएको देखेर नर्सले निन्द्राको दबाई दियो। फेरि चुपचाप निदायो। म पनि शोक, सुर्ता, पीर र दुःखको भारी बोकेर बसेकै ठाउँमा घोप्टेर चुपचाप निदाएछु। कहिले नपुगेको ठाउँमा सँगै हिँड्दै थियौँ। ऊ मभन्दा 2 कदम छिटो हिँडेर धेरै टाढा पुग्यो। हेर्दा हेर्दै ऊ देखिन छोड्यो। म कुद्दै गएँ, अत्तालिँदै धेरै ठाउँ खोजेँ अनि चर्को स्वरले बोलाएँ, तर उसलाई भेटिन। म सपनामा मात्र होइन, विपनामा नै ठुलो स्वरले कराएछु। रातिको नर्स छुट्टी भएर पनि डे सिफ्टको नर्स आएको रहेछ। म जसँगै बिउजेछु। वाइ यु क्राइङ भन्दै ठुलो स्वरमा नर्सले मलाई करायो। बी स्ट्रङ, गड इज विथ यु, आई प्रे फर युर वाइफ, डोन्ट वरी भन्दै सम्झायो। सपना रहेछ भन्दै ढुकढुकी बिस्तारै ओर्ल्यो। फेरि यस्तो सपना म निदाएको बेला नआइज भन्दै बेस्तरी गाली गरे। उसको नर्सहरू साह्रै राम्रो, जो आए पनि म तेरो नर्स हुन पाउँदा खुसी लाग्छ भन्छ। डे बाई डे उसको धेरै सुधार हुँदै जाँदैछ। पहिलामा दुःख र सङ्घर्ष हुन्छ। कसैले हार खान्छ त कसैले सङ्घर्षसँग युद्ध गरेर जित हासिल गर्छ। ऊ पनि ठुलो युद्धको मैदानबाट युद्ध जितेर फर्के जस्तै भएको छ। हुनको डाक्टर एक्साइटेड हुँदै छिटो आइज भन्दै बोलायो। के भएछ भन्दै सोच्नुभन्दा पहिले धड्कनले मुटुमा हान्यो। लुक हियर भन्दै उसको सर्जरी गरेको ठाउँ देखायो। मैले भने वाट ह्यापेन? मैले हेरेर के जान्नु? डाक्टर आफैले भन्यो, मासुहरू आफै जोडिँदैछ अरे, नयाँ नसाहरू पलाउँदैछ अरे। अब सृष्टि छिटै घर जान्छ भन्दै सी यु सुन भन्दै डाक्टर अर्को रुमतिर लाग्यो। म एकछिन हेरेकै भए। फेरि मेरो सपनाहरू सम्झे। आशा लाग्दो सपनाहरू पनि थियो। ऊ
ऊ जाति भएर घर गएको सपनाहरू पनि थियो। साँच्चीकै मेरा सपनाहरू पुरा हुने रहेछ भन्दै सोचे। उसको कपाल सुमसुमाए, थाहा नभई कतिखेर आँसुहरू छल्किएर पोखिएछ। रातपछि दिन आउँछ जान्छ, तर उसको घर जाने दिन कहिले आउँछ म त्यो दिनको पर्खाइमा छु। र उसलाई पनि भोलि नयाँ काम र नयाँ कुरा हुन्छ भन्ने आशाको कुरा सुनाउँछु। म आफै घरिघरि झस्किन्छु। ममा ठुलो बोझ छ। कुनै दिन साह्रै निराश हुन्छु, दुखित हुन्छु। चारैतिरबाट अप्ठ्यारो परिस्थितिहरू आउँछ। म अभिभावक हो, मेरो कर्तव्य हरेक समस्याहरू समाधान गर्नु हो भन्दै तार्छु। कुनै दिन त मरुँ कि भनेर सोच्छु। फेरि किन यस्तो भनिस् सोचिस् भन्दै आफ्नो गाला बेसरी हान्छु। कायर होइन मर्दा हो भन्छु आफैलाई। सानो सानो नानीहरू आएर उसको टाउकोमा हात राखेर प्रार्थना गरिदिन्छ। त्यो शब्दहरूले पनि कति उत्साह दिन्छ। केस वर्कर पेपर लिएर यसमा साइन गर, तेरो वाइफलाई नर्सिङ होममा रेफर गरिदिन्छु भन्दै थियो। मैले मानिनँ। बल्ल केस वर्करलाई मेरो रिस पोख्ने मौका पाए भन्दै उसलाई भने, यो हस्पिटल तेरो होइन। जबसम्म जाति हुँदैन तबसम्म यहीँ राख्छु। केस वर्करलाई भने। चुपचाप केस वर्कर फर्क्यो। दिनहरू बित्दै जाँदा आज जनवरी 18 तारिक भएछ। 8 बजेको समय डाक्टर फेरि ब्लू डाइट लिएर आयो। ड्रिङ्क दिस भन्दै दियो र घडी हेर्न थाल्यो। 1 देखि 5 मिनटसम्म पनि खाएको कुनै कुराहरू लिक भएन। डाक्टर ताली बजाउँदै नाचे जस्तो गर्यो। मलाई मजाले धाप मार्यो। मिरिकल वर्क भन्दै थियो। खुसी भयो। अरू नर्सहरू पनि कुदै कुदै आयो र उसलाई अँगालो हालेर रोयो। कोही नर्सहरू पनि आँसु पुस्दै थियो। डाक्टरले पहिले नै मलाई भनेको थियो 2 वर्षसम्म लाग्न सक्छ यो जाति हुनु भनेको थियो। तर उसलाई नसुनाएको मात्र हो। अनि 5 को सर्जरी जसले गर्यो उसले पनि यही कुरा भनेको थियो। डाक्टरले अझै 4-5 दिन फलोअप गर्छौँ भन्दै थियो। आज जनवरी 22। डाक्टरले नाकको पाइप निकाल्ने आज्ञा दियो। नभन्दै 2 जना डाक्टर र नर्सले बिस्तारै पाइप तान्यो। नाउ यु फ्री भन्दै पाइप सट्टै तान्यो। पाइप निकै लामो रहेछ। डाक्टर खुसी हुँदै बाटो लाग्यो। मेरो पनि डाक्टर एपोइन्टमेन्ट थियो। बस्दै गर है भन्दै म पनि सुमा हेल्थ 95 आर्च स्ट्रिटतिर लागेँ। मेरो पनि हाई ब्लड प्रेसर, एसिड रिफ्लेक्स, चेस्ट पेन जस्ता थुप्रै बिरामसँग लड्दैछु। बेलुकी पख फेरि उसको हस्पिटल पुगे। लेफ्टको ढोका खोल्न साथ उसको कोठा खुल्ला देखे। छिटो छिटो रुमभित्र छिरे। आज भने उसको कोठा पनि मिठो मिठो खानेकुराहरूले मकमक ढाकिएको छ। आज भने 4-5 प्रकारको खानेकुराहरू ल्याएको रहेछ। उसले मजाले खायो रे। 7 महिनापछि पहिलोचोटि खाँदा चित्त दुखेर बेसरी रोयो रे। नर्सले सम्झायो रे अनि फोटो खिच्यो रे। ग्रुप च्याटमा अघि नै उसले सबैलाई मेसेज गरिसकेको रहेछ। सबैजना आएर खुसीको आँसु झार्यो। त्यो रातभरि गफ गर्यो। पाइप हुँदा धेरै बोल्न पनि हुँदैन थियो। आज भने दिल खोलेर बोल्न पायो। आफ्नो चोटहरू भुलेर पुरानो जीवन कहानीहरू गर्यो। नानीहरूलाई कल गर्यो। आफ्नो सबैलाई कल गर्यो। नानीहरूलाई म छिटै आउँछु भन्दै थियो। गफ गर्दै थियो। म भने भुसुक्कै निदाएछु। ऊ धेरै बेर बरबरायो रे अनि लामो लामो सास तान्दै घरको अङ्गनमा पहिला टेक्ने आफ्नो पहिलाहरूलाई तयार हुँदै गर है भन्यो रे। भोलिपल्ट बिहानै थेरापी गराउने टोनी र डेनी आएर अँगालो हाल्यो। अब त जाति भएर घर जान्छस्, तर हामीलाई नभुल है, हामीलाई कल गर भन्दै फोन नम्बर दियो। अघिदेखि नै उनीहरूको आँसु रोकेर राखेको रहेछ, तर पनि मनलाई दोहोरो पार्न खोजेको रहेछ, तर आँसुलाई रोक्न सक्दैन। यसपल्ट भने ल्यापटपमाथि नै आँसुहरू टप्प टप्प खसायो। डाक्टरलाई सोधे ऊ कहिले घर जान सक्छ, तर डाक्टरले आई एम नट स्योर भन्यो। कतिसम्म हस्पिटलमा नै बस्नुपर्ने हो थाहा छैन। दिनहरू बित्दै जाँदा आज जनवरी 25 तारिक भएछ। बिहानै डाक्टर आएर मुसुक्क हाँस्यो अनि हात मिलायो। गुड न्युज फर यु सृष्टि भन्यो। युर डिस्चार्ज टुडे ओके, गड ब्लेस यु, डोन्ट वरी, आई प्रे फर यु, गेट वेल सुन भन्दै भन्यो। टाउकोमा हात राख्दै टाउको सुमसुमाउँदै डाक्टर बाटो लाग्यो। उसको भने खुसीको सीमा नै थिएन। लु
लु जाउँ छिटो गर्नु भन्दै थियो। तर सबै कुराको प्रोसेस गर्नुपर्छ। डाक्टरले गुड न्युज बिहानै भनेको थियो, तर समय धेरै बितिसकेको थियो। अझै पनि डिस्चार्ज भएको छैन। घर जान पाइन्छ कि हो आज भन्दै थियो। नभन्दै 2 बजेतिर केस वर्कर आयो। लु अब जाँदा हुन्छ, यो डिस्चार्ज पेपर हो भन्दै थियो। कोठा र नर्सहरूलाई बाई बाई भन्दै बाटो लाग्यौँ। नर्सहरू उसलाई हात हलाउँदै आँसु पुस्दै थियो। लुकेस टेक केयर योर वाइफ भन्दै थियो। मैले पनि ओके भने। गाडीमा इमर्जेन्सी लाइट लाएर बिस्तारै अघि बढ्यौँ। बाटो पनि बिरानो लाग्यो रे। घरको छेउको ग्यास स्टेसनमा पुग्दा पनि यो कहाँको ग्यास स्टेसन हो भन्दै थियो। बिस्तारै घर पुग्यौँ। छोरा र मेरो आमा र बहिनी ज्वाइँहरू उसलाई स्वागत गर्नलाई अघि नै घर आइसकेको रहेछ। बिस्तारै घरभित्र छिर्यौँ। वेलकम ब्याक होम सृष्टि भन्दै रङ्गी बिरङ्गी पेपर र बेलुनले बाटो सजाएको रहेछ। बल्ल बल्ल घर आउँदा ऊ फेरि बेस्तरी रोयो। एकैछिनमा छोराहरू पनि स्कुलबाट घर आयो। आमालाई समातेर धेरै बेरसम्म मग्न भयो। हस्पिटलमा सुत्ने बानी भएछ। नर्मल बेडमा सुत्न सकेन। ऊ फेरि बेसरी रुँदै छटपटिन थाल्यो। फेरि केही सिप लागेन। 911 कल गरे। 2 मिनटभित्रै पुलिस र एम्बुलेन्सहरूमा डाक्टरहरू आयो। सबै जाँच गरिसक्यो। डाक्टरले सबै ठिक छ, दबाई टाइममा खुवाउनु, यस्तै भइरह्यो भने फेरि हामीलाई बढाउनु भन्दै बाटो लाग्यो। साँच्चै 10 mg को मोर्फिन र मेलोटोनिन खुवाएपछि रातभर चुपचाप निदायो। घर आएपछि पनि 4 पल्टसम्म इमर्जेन्सी जानु पर्यो। डाक्टरले पहिले नै केही भएछ भने डाइरेक्ट 911 कल गर्नु भनेको थियो। पहिले व्हिलचेयरमा पनि बस्न सक्दैन थियो, तर अहिले धेरै राम्रो सुधार भएको छ। ऊ आफै हिँड्न, खाना खानु, कपाल कोर्नु सक्ने भएको छ। उसको चोटहरू आलै छ, तरै पनि ऊ बाँच्ने हिम्मत गर्छ। जुलाई महिनामा पहिलो पटक व्हिलचेयरमा पार्कतिर लाग्यौँ। उसले भन्दै थियो हस्पिटलमा धेरै दुखाइ भयो रे। ऊ बोल्न सक्दैन थियो रे। नर्सहरूले जताततै सुईले नस नभेटिन्जेलसम्म दुख्ने गरी घोचिदिन्थ्यो रे। मुखमा भेन्टिलेटर राख्दा साह्रै दुख्थ्यो रे। घाँटी सुक्थ्यो रे। थुक निल्नसम्म पनि हुँदैन थियो रे। बेडमा लामो समयसम्म सुत्दा जिउ सबै पोल्थ्यो रे। जिउ टाउको मजाले चिलाउँथ्यो रे। बनाउनसम्म पनि सक्दैन थियो रे, न त कसैलाई नै भन्न सक्थ्यो रे। ऊ सेतो लुगा लगाएर आकाश माथि माथि उडिरहेको हुन्थ्यो रे। कहीँ अप्ठ्यारो ठाउँमा स्वर्गदूतहरूले उसलाई समात्थ्यो रे। जे देख्यो त्यो के हो भनेर आफैले बुझ्थ्यो रे। उसले नरकको एक छेउ पनि देख्यो रे। त्यहाँ भित्रभित्र गहिरो गहिरो ठाउँहरूमा चिन्न नसक्ने मानिसहरू थियो रे। आफ्ना आफन्तहरू कसैले पनि उसलाई चिन्दैन थियो रे। आफ्ना नानीहरूलाई पनि देखेर बोलाउँदा उसलाई आएर छुन्थ्यो रे, तर चिन्दैन थियो रे। चौरभरि चर्चको सबैजना हुँदा पनि उसलाई कसैले पनि बोलाउँदैन थियो रे, न त कसैले चिन्थ्यो रे। हस्पिटलमा जहिले उसको छेउमा एकजना मान्छे बत्ती बालेर बसिरहेको हुन्थ्यो रे, तर अनुहार कहिले देखाउँदैन थियो रे। मनभित्रभित्र मलाई बचाउनुहोस्, म बाँच्न चाहन्छु भन्दै पुकारा गर्थ्यो रे। अब म मरिहाल्छु, मान्छेहरू किन मलाई हेर्न आएको होला भन्दै आँखा बन्द गर्थ्यो रे। आफ्नो भाइलाई सम्म पनि चिन्न सक्दैन थियो रे। यति बोल्दा सम्म घाम अस्दै सकेको थियो। तिरिबिरी चराहरूको आवाज बन्द भइसकेको थियो। सुस्तारी चिसो बतास पातहरू हलाउँदै रातको संज्ञा दिँदै हामीलाई छोएर गयो। यो कुराले ती पुरानो जीवनको याद गरायो। ती गदुली साँचहरूमा आकाशमाथि बादलको पहेँलो रातो पानाहरू कसले बिछ्याएको होला भन्दै हिँडेको गफ गरेको दिनहरूको याद गरायो। तर आज म यस्तो हालतमा छु, तपाईँको मायाको ऋण कहिले पनि तिर्न सक्दिनँ पापा भन्दै धुरु धुरु रुन लागेपछि पार्कमा साइकल कुदाउने मानिसहरूले व्हाट ह्यापेन, यु ओके भन्दै फर्की हेर्दै थियो। दिनहरू बित्दै थियो, महिनाहरू बित्दै थियो। आज 1.5 वर्षभन्दा पनि बेसी भइसक्यो, तरै पनि उसका घाउहरू जाती भएको छैन। कस्तो अधुरो जिन्दगी, सोचे जस्तो कहिल्यै हुँदैन, न त भने जस्तो हुन्छ। ऊ धेरै हिँड्ने, बोल्ने, सानोतिनो काम गर्नु सक्ने भइसकेको थियो। अब म जाती भइसके पापा, म पनि केही गर्छु भन्दै थियो। म मुसु हाँस्दै सोफातिर ढल्के। दिनभरको थकान शरीर चालै नपाई भुसुक्कै सुतेछु। जनवरी 3 बिहानको 2 बजेतिर ऊ फेरि साह्रो भयो। 911 कल गरे। एकैछिनमा 911 कल गर्नु भन्दै रुन थाल्यो।
छिटो छिटो 911 कल गरे। एकैछिनमा एम्बुलेन्स साइरेन बजाउँदै आयो। हतानपता उसलाई लिएर हिँड्यो। म भने नानीहरूलाई सुत्दै गर है, हामी छिटो आउँछौँ भन्दै एम्बुलेन्सको पछि पछि लागे। उसलाई सिटी स्क्यान अल्ट्रासाउन्ड गर्यो। डाक्टरले भन्दै थियो पेटभित्र केही मासु पलाएको जस्तो छ, बायोप्सी गर्नुपर्छ। उसलाई हस्पिटल एडमिट नै गर्यो, क्यान्सर नै जस्तो छ भन्दै थियो डाक्टर। समय र परिस्थिति पनि किन हाम्रै निम्ति सधैँ निष्ठुरी बनिदिन्छ। किडनी पनि दुइटै पानी जमेर सुन्निएको छ अरे। छिट्टै पछाडिबाट छेडेर पाइप हालेर पानी तान्नुपर्छ अरे। नभन्दै त्यसै गर्यो। विडम्बना, रिजल्ट पनि पोजिटिभ नै आयो। एकपट्टि फर्केर प्रभु, म यति धेरै कष्टहरू भोग्न सक्दिनँ, मलाई धेरै पीडा भयो, म संसारमा रहन चाहन्न, मलाई उठाउनुहोस्, बिन्ती छ भन्दै रुन लागे। मैले पनि मन थाम्न सकिनँ, म पनि बेस्तरी रोएँ। कोही बेला म आफैलाई धिक्कार लाग्छ, किन यो संसारमा जन्मेछु। नजन्मेको भए त मलाई केही पनि थाहा हुँदैन। न त मन दुख्थ्यो, न आँसु झर्थ्यो, न कुनै चोट नै सहनु पर्थ्यो। एक बारको जिन्दगी हो, हामीलाई पनि हाँसी खुसी अरूले जस्तै जिउने मन थियो। यस्तो गरौँला उस्तो गरौँला भन्ने इच्छा र चाहना थियो। तर आज यी सबै कुरा हामीबाट टाढा भयो। हालत कमजोर र कठिन परिस्थिति हुँदै गयो। हिजोभन्दा आजभन्दा भोलिका दिनहरू नाजुक अवस्थामा परिणत हुँदै गयो। कति सहनु जिन्दगी बेकार रहेछ भन्दै सोचे। आज जनवरी 8, 2025 डाक्टर आएर भन्न थाले उसको अवस्था धेरै नाजुक छ रे। हाई डोजको दबाईले पनि काम गरेन रे। अब बेसी हस्पिटलको बेडमा बस्न नदिने रे। नभन्दै आइबी लाइन, अक्सिजन मेसिनहरू सबै निकालिदियो। उसलाई 2वटा अप्सन्स दियो, घर जाऊ कि त सास हुन्जेल दुखेको महसुस नहुने, पीडा नहुने दबाई दिने ठाउँमा लान्छौँ, जसलाई हस्पिस भनिन्छ। डाक्टर क्लिपल्यान्ड देयर इज नो अदर वे भन्दै सोधे। नो सरी, आई एम भेरी सरी भन्दै डाक्टर बाटो लाग्यो। उसले मलाई हेर्दै भन्न थाले, पापा म यसै त्यसै नबाँच्ने नै रहेछु। मैले गर्दा तपाईँले पनि धेरै दुःख पाउनुभयो। मेरो जीवनको यात्रा कहिले टुङ्गिने हो थाहा छैन। तर तपाईँ आफूलाई सम्हाल्नुहोस्, आफूलाई कमजोर नबनाउनुहोस्। तपाईँको बल, बुद्धि, समय हरेक तौर लाएर मलाई साथ दिनुभयो। बेसी दुखी पनि नहुनुहोस्। मैले केही गर्न सकिनँ भनेर मलाई मनभित्र गाली पनि नगर्नुहोस्। म संसारदेखि हारिसकेँ, हरेस खाइसके। तपाईँको जिम्मा के हो आफै याद गर्नुहोस्, अनि बलियो र साहसी भएर बाँच्नुहोस्। अफसोस, फेरि दिनहरू ढल्दै थियो। एक्रोन सिटीका बत्तीहरू चारैतिर बल्न थाल्यो। आकाशको ताराहरू हाम्रै नजिक झरे जस्तै। 7 तला माथिबाट हेर्छु, सबै रङबिरङ्गी र खुसियाली देख्छु। यता ऊ लामो लामो सास फेर्दै आमा र सानो छोरालाई बोलाउँदैछ। निधारमा हात राख्दै सुमसुमाएँ। फेरि दबाईले गर्दा चुपचाप निधायो। आज जनवरी 10, 2025 2:30 डिस्चार्ज भयो। खुसी हुँदै सबैलाई ग्रुप च्याटमा मेसेज गरे। सानो छोराले आमालाई देखेर रुँदै थियो। मैले सजिलै महसुस गरेँ। आमाको पीडा र मायाले गर्दा सानो छोराको आँखामा आँसु छल्किँदैछ। म भने घरको काम र उसको हेरचाहतिर लागे। धेरै दिनपछि आज सबै परिवार बसेर खाउँला भन्दै किचनतिर लागे। त्यही समय 7 बजे ऊ फेरि साह्रो भई छटपटिन थाले। दबाईले कुनै काम नै गरेन। फेरि 911 कल गरे। लगत्तै फेरि इमर्जेन्सीमा एडमिट गर्यो। पाक्दै गरेको खाना पनि छोडेर हिँड्नु पर्यो। पलाउँदै गरेको नानीहरूको खुसी पनि फेरि उजाड भूमि जस्तै, मरुभूमि जस्तै भइदियो। म पनि इमर्जेन्सी रुममा पसे। ऊ जोडले कराउँदै थियो। ढोका थुनेर पर्दा लगाएको रहेछ ताकि उसको आवाज बाहिर नजाओस् भनेर। प्लिज डक्टर, हेल्प मी, गिभ मी पेन मेडिसिन भन्दै थियो। म निराश भन्दा पनि अति निराश भएँ। मैले पनि अन्तिम विकल्प मूर्ख पाराले प्रभुसँग बिन्ती गरेँ। हे प्रभु, उसलाई कि त बचाउनुहोस् कि त तपाईँ भए ठाउँमा लानुहोस्। उसको पीडा चुलिएर माथि स्वर्ग नै छुयो होला। साँच्चै मेरो पुकार सुनाइ भयो कि के हो? पापा, घर जाउँ, म त जाति भए त। कस्तो अचम्म, साँच्चै पो हिँड्न थाल्यो। भोलि नै पल्ट उसको डिस्चार्ज भयो। म भने ईश्वरलाई सरी गड सरी भन्दै बाटो लाग्यौँ। दिनहरू बित्दै थियो। रातको ताराहरू सिधै हामीलाई हेरे झैँ लाग्थ्यो। कति सुन्दर। चारैतिर हिउँदमा लुकेका फुलहरू फेरि फुल्न थाल्यो। ढकमक फुलहरूको बास्नाले चारैतिर सुगन्ध छर्न थाले। सोही समय मिलाएर फेरि पार्कतिर गयौँ। उता धेरै हिँड्न
सक्ने भएछ भन्दै म त खुसीले गदगद भएँ। अगस्त 5, 2025 को दिन 10 बजे ऊ फेरि साह्रो भयो। हतनपत्त एम्बुलेन्स बोलाए। सबै जाँच गरेपछि भन्न थाल्यो बिरामी नाजुक अवस्थामा छ रे। किन हस्पिटल नलगेको? ज्वरो 104, हार्ट रेट 130, प्रेसर 84/56। इमर्जेन्सी रुममा ऊ धेरै छटपटियो। यो देखेर डाक्टरले हतनपत्त लाट्टिन दबाइदियो। फेरि एकैछिनमा चुपचाप निदायो। उसको सिटी स्क्यान गर्छौँ, त्यसपछि भन्छौँ के भएको हो भनेर भन्छौँ। डाक्टर अर्को रुमतिर लाग्यो। म भने निराश हुँदै उसको खुट्टा मसाज गर्न थाले। उसले भन्दै थियो घर जानु पापा, बारीमा सिमी बोडी बिँ धेरै फलेको छ, सबै अरूलाई बाँडिदिनु, मलाई पनि फ्रोजनमा राखिदिनु, म जाति भएर खान्छु, भविष्यमा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भन्दै थियो। छोराहरूको ग्रेजुएसनमा के किनिदिने रे, छोराहरूको विवाहमा उसले बुहारीको हात समाउने रे, अनि म छोराको हात समाउनु रे। गफ गर्दा गर्दै ऊ भुसुक्क निदायो। त्यही माउको छोपी वाङ डाक्टर त्यही समयभित्र छिर्यो। आज अगस्त 7, 11 बजे म त्यसै काममा लागेछु। कफी खान्छस् भन्दै थियो। आइएम ओके भने अर्को चेयर तानेर मेरो अगाडि बस्यो। फेरि जे सत्य हो म भनौँ कि नभनौँ मैले टाउको हल्लाएँ। डाक्टर बोल्न थाल्यो। उसलाई क्रिटिकल केयरमा राख्नुपर्छ रे, उसलाई केही गर्न सक्दैन रे, 1 देखि 2 महिनासम्म मात्र ऊ बाँच्न सक्छ रे, बट सी इज स्टिल यङ भन्दै बर्र आँसु झार्यो। म त कुरै नसकी बेहोस भएछु। घाममा बिलिएर पोखिएको हिउँ जस्तै मेरो आँखाबाट आँसुहरू खस्न थाले। म हिक्क गर्दै रुन लागेछु। डाक्टर मलाई धाप मार्दै बाहिर निस्क्यो। आँसु पुस्दै खिड्कीदेखि परसम्म हेरे। निलो आकाशमा 2 टुक्रा सेतो बादल उड्दै थियो, तर केही बेरमै उड्दै गरेको 1 टुक्रा बादल बिलायो। त्यो दिन पार्क जाँदा आकाश खुल्ला थियो, केही बादलहरू उड्दै थियो। मैले भने एक दिन हामी पनि त्यो बादल जस्तै हुन्छौँ। के तिमीलाई बादल हुन मनपर्छ तर कसरी? मैले भने एक दिन हामी मर्छौँ अनि हाम्रो शरीरको पानी बाफ बनेर माथि आकाशमा जान्छ अनि त्यो बिस्तारै बादल बन्छ। बादलपछि त्यो के हुन्छ? मैले भने पानी। त्यसो भए म अब छिट्टै बादल बनेर तपाईँलाई शीतल दिन्छु। मलाई थाहा छ तपाईँलाई घाम मन पर्दैन, तपाईँको हाई ब्लड प्रेसर छ। तपाईँ एक्लै हिँड्दा कतै निलो आकाशमा सेतो बादल देख्नुभयो भने त्यो मै हो भनेर सोच्नु। तपाईँले बिहान बेलुकी बारीमा फुलमा पानी लाउँदा थाक्नु भएको छ। कतै साँझ बिहान पानी पर्यो भने त्यो मै हो भनेर सोच्नु। म साँच्चै सोचाइको गहिरो तालमा डुबेछु। नर्स आएर पनि दबाई दिएर गएछ। म एकहोरो भएछु। एकैछिनमा अर्को डाक्टर आएर भन्न थाले, अब अप्सन्स रोज, हस्पिस कि घर लगेर नदुख्ने दबाई दिएर राख्नु। मैले भने मैले केही जवाब दिन सकिनँ। उसले मेरो अनुहार हेरेर तर्र आँसु झार्यो। म विवश छु, के जवाब दिउँ? उसैले भन्यो, पापा मलाई क्लिभल्यान्ड युनिभर्सिटी हस्पिटलमा लानु नि, कतै म 2-4 दिन अझै बाँच्न सक्छु कि? तपाईँले कुरा नलुकाउँदा हुन्छ। सपनामा डाक्टरले मलाई सबै कुरा भनेको छ। सायद विपनामा डाक्टरले तपाईँलाई भनिसक्यो होला। मैले सबै कुरा तपाईँलाई भनिसकेको छु। अब मेरो गुनासो पनि केही छैन। तपाईँ जस्तो श्रीमान पाउनु मेरो भाग्य हो, तर म जस्तो श्रीमती पाउनु तपाईँ अभागी हुनुभयो। सरी पापा। हामी गफ गरेको देखेर डाक्टरले भन्यो, वाट डिस्कसन यु डुइङ, लेट मी नो। मैले भने रेफर अस क्लिभल्यान्ड युनिभर्सिटी हस्पिटल। डाक्टरले पनि ओके भन्दै बाहिर निस्क्यो। आज अगस्त 10, 2025 दिउँसोको 12 बजे उसलाई क्लिभल्यान्ड युनिभर्सिटी हस्पिटलमा लग्यौँ। एम्बुलेन्समा उसलाई चाहिने सबै थोक थियो।
अघिदेखि आधी बाटो पुग्दा उसलाई गाह्रो भयो। फेरि दबाई दियो, फेरि चुपचाप निदायो। नानीहरूलाई छोडेर बाउ आमा नै टाढो भएपछि नानीहरूलाई कस्तो भयो होला भन्दै मनभरि कुरा खेल्दै थियो। अचानक के भयो, मलाई बसेकै ठाउँमा झन्डै ढलेछु। एम्बुलेन्सको मान्छेले हेलो वाट ह्यापेन भन्दै थियो, भन्दै करायो। म झेसङ्गै भएछु। नभन्दै हस्पिटल पनि आइपुगेछ। CIE साइट मेन क्यान्सर सेन्टर, फ्लोर 6, MIU, रुम नम्बर 6018। उसलाई चाहिएको सबै कुरा तयारी रहेछ। मैले तेरो मेडिकल हिस्ट्री सबै हेरेँ। आइएम भेरी सरी भन्दै थियो डाक्टर। बल्ल बल्ल हार्टबिट त घट्यो, तर ज्वरो ओर्लेन। जति कडा दबाई दिँदा पनि दुखाइ कन्ट्रोल नभएपछि डाक्टर पनि हरिस खायो। हतार सिटी स्क्यान गर्यो। आधा रातमा उसको फोन माग्यो। ऊ फेरि रुन थाल्यो। के भयो भन्दै नर्स एट अरू नर्स पनि आयो, तर के कारणले रुयो भनेर पत्ता लगाउन सकेन। यसो फोन हेरे। सानो छोराले मम्मी आई लभ यु, गेट वेल सुन एन्ड कम ब्याक होम, डोन्ट वरी आई प्रे फर यु लेखेको रहेछ। मैले छोरालाई मम्मीलाई केही पनि मेसेज नलेख्नु भन्दै सम्झाएँ। डाक्टरबाट गुड वा ब्याडको पर्खाइमा थिएँ। बल्ल बल्ल डाक्टर आयो, तर समाचार राम्रो आएन। डाक्टरले भन्न थाल्यो, हामीबाट केही पनि आशा नगर्नु, हामी केही गर्न सक्दैनौँ। वी आर भेरी सरी सृष्टि। अब प्रोसेस गर्छौँ। फेरि एक्रोन जानु कि घर जाऊ? एउटै आशा थियो, त्यो पनि मर्यो। यसपल्ट म भने रुन पनि सकिनँ, बोल्न पनि सकिनँ। एकैछिन आकृति जस्तै नचली उभिएकै भएछु। मेरो लुगाको फेरो तान्दै भन्यो, पापा डाक्टरले के भन्यो? मैले त बुझिनँ। मैले केही जवाब दिइनँ। थाहा छ मलाई यति धेरै बुझिदिने श्रीमती म अब छिट्टै गुमाउँदैछु। म सुतेपछि ऐठन पर्छ होला भनेर आधा रातसम्म मेरो निन्द्रा पर्खिदिने सम्मलाई आज केही भन्न सकिनँ। खाना नखाएको 16 दिन भएछ। शरीरमा रगत छैन, खुन लाउनु पर्छ भन्दै थियो। मैले हुन्छ भने लगत्तै खुन दियो। अनुहार अलिक फेरे जस्तो भयो। पापा कति अरूलाई दुःख दिनु, म यस्तो छु भनेर कसैलाई नभन्नु है भन्दै थियो। सृष्टि म तिम्रो लागि प्रार्थना गर्न सक्छु? उसले पनि टाउको हल्लायो। डाक्टर उसलाई छोएर प्रार्थना गर्दै रोएको देखेर म मनभित्रभित्र बकानिएँ। ऊ जन्मँदा सानो र कम्ती ओजनको थियो रे। ऊ बाँच्न सक्दैन भन्दै थियो रे गाउँलेहरू। बाँचुन्जेल म स्याहार्छु भन्दै बोजूले दिनमा 1 टुक्रा बिस्कुट तातो पानीमा घोलेर खुवाउँथ्यो रे। आज जीवनको अन्तिम मोडमा हुँदा पनि त्यस्तै भएको छ। डाक्टरले मुखबाट केही पनि खान नदिनु NPO भनेको छ। तर पापा भोक लाग्यो, मुख सुक्यो भन्छ। म लुकी मन तातो पानीसँगै मुखमा सानो बिस्कुटको टुक्रा खुवाइदिन्छु। बिस्तारै निल्दै थ्याङ्क यू पापा भन्छ। मिनेटमा एम्बुलेन्सको साइरन बज्छ। खोइ किन हो, जन्म त दियो, तर कष्टपूर्ण विश्वासको सङ्गलाहरू डढेको पराल जस्तै चुटिँदै थियो। आकाशका ती ताराहरू अँध्यारोले छोल्दै थियो। आकाशका ती ताराहरू एकाएक बिलिँदै थियो। हर्षा, खुसी, रमाइलो, मनोरञ्जन सबै आघाततिर थियो। बिस्तारै पर्दाको बटम दबाए। पर्दा सर्र माथि गयो। बाहिरपट्टि भने ठुलो आँधी बेरी सँगै कालो बादल मडारिएर आइरहेको रहेछ। अर्को बिल्डिङको छेउमा लुत्रुकै भिजेको एउटा ढुकुर सानो तारको सहारा लिएर बसिरहेको रहेछ। जहिले 2 पन्छी देख्दा पुटलक भन्थ्यो। आज भने म ब्याडलक भन्दैछु। कहीँबाट कुनै आशा नपाएपछि हस्पिस केयर लिएर हामी घर फर्क्यौँ। उसले पनि पापा घर नै जाउँ, त्यसपछि म आयुर्वेदिक
दबाई खाएर निको हुन्छु भन्दै थियो। अगस्त 25 तारिक फेरि घर फर्क्यौँ। उसले आशाको कुरा, भविष्यको कुरा अनि अघि पछिका कुरा गर्दै थियो। मिठो स्वरमा गीत पनि गाउँदै थियो। सेप्टेम्बर 1 तारिक सबैजना चर्च जानु, मलाई रुङ्नु पर्दैन भन्दै थियो। त्यो दिनसम्म ऊ निकै राम्रो थियो। सेप्टेम्बर 2 तारिक बिहानीमा केही खानु मन लाग्यो भन्दै थियो। कोदोको रोटी, काँक्रा अनि एप्पल माग्यो। सानो सानो टुक्रा मुखमा लगाइदिए। कति मिठो भन्दै थियो। केही दिन बेलुकीदेखि मुख पनि लट्टिन थाल्यो। बोलेको कुनै कुरा बुझ्न सकेन। सेप्टेम्बर 2 र 3 तारिक ऊ साह्रै भयो। 4 तारिकको रातभर ऊ सुतेन। बिहान पख उसको सास फेराइ परिवर्तन भयो। इमर्जेन्सी कल गरे। अक्सिजन लाउँदै गर्नु, हामी आउँछौँ भन्दै थियो डाक्टर। तर अक्सिजनले कुनै काम गरेन। मेरो मन आत्तिन थाल्यो। अब के हुने होला भन्दै म पनि बेहोस हुँदै फेरि होसमा आउँदै थिएँ। मेरो हात खुट्टा काम्न लागे। त्यति नै खेर नर्स र डाक्टरहरू आइपुग्यो। डाक्टरले मेरो कुममा धाप मार्दै, दह्रो र अट्टिला हो भाइ, तिमीलाई भनौँ कि नभनौँ भन्दै थियो। भाइ, अब सृष्टिको र तिम्रो आफ्नो आफन्तहरूलाई बोलाऊ, स्कुलबाट नानीहरूलाई पनि बोलाऊ। ऊ अब 10 मिनट मात्र बाँच्न सक्छ। म ठुलो स्वरमा भक्कानिएर रोएँ। यत्रो वर्ष मसँग बस्यो, यति छिटै मलाई छोडेर जाने भन्दै ठुलो स्वरमा बोलाएँ। उसलाई ठुलो स्वरमा कराएँ। मैले जानेको बुझेको सबै कुरा तिम्रो लागि गरेँ, तर तिमीलाई बचाउन सकिनँ। मलाई माफ गरिदेऊ। मेरो हातमा उसको टाउको राख्दै म नानीहरूलाई तिमीले जतिकै माया गर्छु, आमा बाबालाई पनि माया गर्छु। मेरो लागि चिन्ता नगर्नु। तिमीले बोल्न सकेनौ, यदि सुन्दैछौ भने तिमी शान्तिसँगले जाऊ। यति भन्दै गर्दा उसको आँखामा आँसु भरिसकेको थियो। पेपरले आँसु पुछ्दै थिए। यति नै खेर उसले अन्तिम सास फेर्यो। यतिको वर्ष हामी सँगसँगै बस्यौँ, सँगसँगै हिँड्यौँ। तर आज आधी बाटोमै मलाई र नानीहरू लगायत संसार सदाको लागि छोडेर गयो। म अति दुखित छु भन्दै म बेहोस भएछु। उसको र मेरो आफ्नो आफन्तहरूले घर अङ्गन ढाक्यो। सबैको आँखाबाट आँसु बगिरहेको थियो। बहिनी, बुहारी, नन्दा आमाहरू, सासु आमा लगायत मुर्छा परिन्जेल रुँदै थियो। रातको 9:45 बजे उसको शरीर फ्युनरल होममा लग्यो। फेरि सबैजना छाती पिटी रुँदै थियो। आज सेप्टेम्बर 9 उसको अन्तिम दिन, उसको फ्युनरल डे। फ्युनरल होममा खचाखच मानिसहरू थिए। केही समयपछि फेरि नर्चेस हिल मेमोरियल पार्कतिर लाग्यौँ। अघि र पछि पुलिसले स्कटिङ गर्दै थियो। त्यो दिन उसको बिदाईको दिन थियो, रोदनको दिन थियो, आँसुको वर्षाको दिन थियो, मिलनपछिको बिछोडको दिन थियो। माटो मुनि उसको शरीरको घर अघि नै खनेर तयारी रहेछ। बिस्तारै उसलाई खडालको छेउमा पुर्यायो। त्यतिन्जेलसम्म पनि कुनै मिरिकल वर्क भइहाल्छ कि भन्दै आश गरे, तर उसले सदाको लागि आफ्नो आँखा बन्द गर्यो। बिस्तारै उसलाई माटो मुनि पुर्यायो। सबैजनाले मट्टी दिन थाले। तिमी त मसँग सदाको लागि छुटेर गयौ। कुनै दुखमन नगर्नु। मेरो पनि तिमीप्रति कुनै गुनासो छैन। तिम्रो आत्माले शान्ति पाओस् भन्दै एकमुठी माटो छरिदिए। आखिरी माटोको शरीर माटो नै हो अनि माटो नै फर्किजानुपर्छ। सबैजना अघि पछि मात्र हो भन्दै चित्त बुझाएँ। धेरै बेरसम्म मनभित्र उसँग कुरा गर्दै रहेँ। तिमी छिटो गयौ, आखिरी मेरो पनि जाने त्यही हो। एक दिन म तिमी भएको ठाउँमा आउँदाखेरि तिमीले मलाई टाढैबाट चिनेर फुलको माला लिएर कुद्दै आएर मलाई माला लगाएर मजाले अँगाल्नेछौ अनि वरिपरि बसेका सबैजनाले ताली बजाउनेछ। त्यो दिन संसारमा भन्दा लाखौँ गुणा रमाट हुनेछ अनि सबैजनाको माझमा मलाई चिनाउनेछौ अनि फेरि हाम्रो मिलन हुनेछ। कता कता म डुबिसकेको रहेछु। चारैतिरको हो हल्लाले फेरि म यसङ्गै भएछु। सहरभरि मानिसहरू स्यालेङ गर्दै थियो। कोही रुँदै थियो, कोही भने मट्टी दिनलाई लाइनमा थियो, अरू गफ गर्दै थियो भने कसैले फोटो खिच्दै थियो। म भने फुल हातमा लिएर के सोच्दै थिएँ। मनभरि दुःख
आँसु रोदन लिएर उसलाई बिदा गऱ्यौँ अनि फेरि हामी घर फर्क्यौँ। Goodbye.